नमस्कार सम्पूर्णमा यहाँलाई स्वागत छ मेरो युट्युब च्यानल प्रणव ट्युबमा। र आज चाहिँ म क्रोएसिया बसेको लगभग 15 महिनापछि चाहिँ नेपाल जाँदैछु दसैँ तिहार मनाउनका लागि। र अब तपाईहरु सबैलाई थाहा नै छ अहिले नेपालको अवस्था चाहिँ एकदम जटिल रहेको छ। तैपनि अब फ्लाइटहरु चाहिँ ओपन भएको कारणले अब हामी चाहिँ जाँदैछौँ। अब म चाहिँ यहाँ एयरपोर्ट आइसकेको छु, यहाँ क्रोएसियाको होइन। ठिकै छ, अब के कस्तो हुन्छ अब तपाईहरुलाई यसो अपडेट दिएर चाहिँ यहाँ गरेर तपाईहरुलाई भिडियो बनाएर हाल्ने गर्छु है त। पछि अब हामी चाहिँ यता बोर्डिङ पासको लाइनमा आइसकेको छौँ। जस्तै कि तपाईँले देख्न सक्नुहुन्छ धेरै लामो लाइन रहेको छ। हामीले चाहिँ हाम्रो ब्यागेजहरू बुझाइसकेपछि चाहिँ हामी तल यहाँ ड्युटी फ्रीमा चाहिँ आएर एकछिन घुमफिर पनि गऱ्यो, किनभने अब फ्लाइट हाम्रो टेकाउनु हुनको लागि चाहिँ केही समय बाँकी थियो।
र एनिवे साथीहरू अब हामी चाहिँ सेफली ल्यान्ड भयो काठमाडौँमा है। अब हजुरहरू पनि सबैजना राम्रोसँग दसैँ तिहार चाडपर्व मनाउनु होला र के कस्तो भिडियोहरू बनाउन सक्छु म मेरो भ्लगिङ भिडियोहरूमा हजुरहरूलाई म देखाउने छु। आशा छ हजुरहरूले भिडियो मन पराइदिनुहुन्छ भनेर। थ्याङ्क्स फर वाचिङ एन्ड स्टे ट्युन्ड।